पनि मैले लिएर आइसकेको छु बिहानीको रुटिन साथीहरू मेरो आउनु सँगसँगै जाउँ है त म बिहान के काम गर्छु भनेर म चाहिँ फर्स्टमा आफू फ्रेस हुन्छु उठ्ने बित्तिकै अनि त्यसपछि झाडु पोछा लाउँछु त्यो चाहिँ अलिअलि भिडियो क्याप्चर गरेर छु पोछा लगाएको झन् छँदै छैन अनि मैले चाहिँ यो गमलामा पानी हालेँ त्यसपछि एक दुई दिनमा हालिराख्नुपर्छ के अनि साथीहरू आज चाहिँ म सूर्याक्स पनि सफा गर्दैछु के धेरै दिन भयो कि यो सूर्याक्स सफा नगरेको यति माटो भइहाल्छ कि एक दुई दिनमै मेरो यो चप्पल चाहिँ खराइले टोकिदिएको साथीहरू यत्रो महँगो हालेर किने मैले चाहिँ भाटभटेनदेखि त्यो पनि खराइले टोकिदियो कि मेरो चाहिँ तन्नाधरी टोकिदिएको छ कि मेरो शरीरको कट्टुहरू त झनै त्यो बाल्टीमा राखेको हुन्छ नि त बच्चाहरूको कपडा राख्ने एउटा बाल्टी पाइन्छ नि त त्यसमा राखेको सबै टोकिदिन्छ कि हामीले चाहिँ भित्रै राख्ने बनाएको छौँ कि खराइलाई त्यही भएर अनि म चाहिँ पानी पर्दै थियो लुगा धुँदैछु साथीहरू मैले चाहिँ यो लुगा चाहिँ हिजो नै भिजाएर राखिसकेको थिएँ हिजो चाहिँ व्रत थियो नि त अनि मैले चाहिँ लुगा धोएन हिजो साँझतिर भिजाइदिएको अनि सोह्रमा मस्त भिजायो भने म छिटो गयो जस्तो लाग्छ कि मलाई चाहिँ साथीहरू अनि त्यसपछि मैले चाहिँ पानी पर्दै थियो लुगा धुँदै थिएँ अहिले झन् यति पानी परिरहेछ म भैँसो बोकेर गर्दैछु यहाँ बाहिर चाहिँ मैले यति मेहनत गरेर धोएँ लुगा फेरि पानी परिदियो कि साथीहरू अब यो कतिखेर सुक्ने हो गन्नाउने हो के हुने हो मलाई थाहा भएन आजको भिडियो यति नै साथीहरू अब नेक्स्ट भिडियोमा भेटौँला अब साँझको भिडियोमा भनौँ